हिमालयको काखमा बसेको सुन्दर राष्ट्र नेपाल एक सङ्घीय लोकतान्त्रिक गणतन्त्र हो। तर यो राष्ट्रले आफ्नो नेतालाई कसरी छान्छ? आउनुहोस् नेपालको संसदीय प्रणाली अन्वेषण गरौं र बुझौं कि प्रधानमन्त्री कसरी चुनिन्छन्। नेपालको सरकार 3 तहमा सञ्चालन हुन्छ। संघीय सरकार राष्ट्रिय तहमा, 7 प्रदेश सरकार र 753 स्थानीय सरकार। यो 3 तह प्रणाली नेपालको संविधान 2072 ले स्थापना गरेको हो, जसले एकात्मक प्रणालीबाट संघीयतामा ऐतिहासिक परिवर्तन ल्यायो। संघीय संसद 2 सदनीय छ, अर्थात् यसमा 2 सदन छन्। प्रतिनिधि सभा तल्लो सदन जसमा 275 सदस्य छन् र राष्ट्रिय सभा माथिल्लो सदन जसमा 59 सदस्य छन्। प्रतिनिधि सभाका सदस्यहरू जनताद्वारा सिधै निर्वाचित हुन्छन् मिश्रित प्रणाली मार्फत। 165 सीट प्रत्यक्ष निर्वाचन प्रणालीबाट र 110 सीट समानुपातिक प्रतिनिधित्व प्रणालीबाट। यहाँ रोचक कुरा के छ भने राष्ट्रपति प्रणालीमा जस्तो नागरिकहरूले सिधै आफ्नो नेतालाई मत दिँदैनन्, नेपालले संसदीय मोडल अपनाएको छ। प्रधानमन्त्री प्रतिनिधि सभाका सदस्यहरूद्वारा अप्रत्यक्ष रूपमा निर्वाचित हुन्छन्। स्थिर सरकार बनाउन एउटा दल वा गठबन्धनलाई कम्तीमा 138 सदस्यको समर्थन चाहिन्छ। त्यो 275 कुल सीटको आधाभन्दा बढी हो। बाटो 1 एकल दल बहुमत। यदि एउटा दलले 138 वा बढी सीट जित्छ भने राष्ट्रपतिले त्यो दलको संसदीय दलको नेता प्रधानमन्त्रीमा नियुक्त गर्छन्। यो सबैभन्दा सिधो बाटो हो। बाटो 2 गठबन्धन सरकार। यदि कुनै एकल दलसँग बहुमत छैन भने राष्ट्रपतिले दलहरूलाई गठबन्धन बनाउन आमन्त्रण गर्छन्। राष्ट्रपतिले 2 वा बढी दलहरूको समर्थन प्रमाणित गर्न सक्ने सदस्यलाई नियुक्त गर्छन्। यसरी नियुक्त प्रधानमन्त्रीले 30 दिनभित्र विश्वासको मत जित्नुपर्छ। बाटो 3 सबैभन्दा ठूलो दलको नेता। यदि 30 दिनभित्र कुनै गठबन्धन बन्दैन भने राष्ट्रपतिले सबैभन्दा बढी सीट भएको दलको नेता प्रधानमन्त्रीमा नियुक्त गर्छन्। उनले पनि 30 दिनभित्र विश्वासको मत जित्नुपर्छ। बाटो 4 सहमति उम्मेद्वार। यदि सबैभन्दा ठूलो दलको नेता विश्वासको मत जित्न असफल हुन्छन् भने राष्ट्रपतिले सदनको कुनै पनि सदस्यलाई नियुक्त गर्न सक्छन् जसले बहुमत समर्थन प्रमाणित गर्न सक्छ। यो सरकारको पतन रोक्न अन्तिम विकल्पको रूपमा काम गर्छ। नेपालका राष्ट्रपति औपचारिक राष्ट्र प्रमुखको रूपमा काम गर्छन्, जबकि प्रधानमन्त्री कार्यकारी अधिकार भएको सरकार प्रमुख हुन्छन्। सरकार गठनमा राष्ट्रपतिको भूमिका मुख्यतः प्रक्रियागत हुन्छ। उहाँले संसदमा बहुमत आदेश गर्न सक्ने व्यक्तिलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुहुन्छ। यदि कसैले पनि सरकार बनाउन सक्दैन भने के हुन्छ? यदि सबै 4 बाटोहरू असफल हुन्छन् र कुनै पनि प्रधानमन्त्रीले विश्वासको मत सुरक्षित गर्न सक्दैनन् भने राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गर्छन् र नयाँ निर्वाचनको घोषणा गर्छन्, जुन 6 महिनाभित्र हुनुपर्छ। नेपालको संसदीय प्रणालीले कार्यपालिका शाखालाई व्यवस्थापिकामा जवाफदेही बनाउँछ। नागरिकहरूले प्रत्यक्ष रूपमा प्रधानमन्त्रीलाई मत दिँदैनन् भने पनि संसद सदस्यका लागि उनीहरूको मतले अन्ततः राष्ट्रको नेतृत्व कसले गर्छ भनेर निर्धारण गर्छ। यो प्रणालीले लोकतान्त्रिक शासन र सरकार जनताका निर्वाचित प्रतिनिधिहरूको विश्वासमा हुनुपर्छ भन्ने सिद्धान्तप्रति नेपालको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्छ। नेपालको संसदीय प्रणालीको यो शैक्षिक अवलोकन हेर्नुभएकोमा धन्यवाद।